हामी यतिखेर कमल गाउँपालिका वडा नम्बर 3 को वडा कार्यालयमा छौँ। यहाँ एकजना सेवक राई आउनुभएको छ, उहाँसँग थोरै कुराकानी गर्दैछौँ। हजुरको नाम भनिदिनु न। गङ्गा प्रसाद बुढाथोकी। हजुर। यता चाहिँ हाम्रो टोल वार्ड नम्बर 3 बस्ने हात्तीले नोक्सान गर्यो मेरो। हजुर, कहिले हात्तीले नोक्सान गरेको थियो? क्षति पनि गर्यो? 1 महिना भइसक्यो। हजुर। मेरो मात्र होइन, गाउँमा अरूको पनि गरिरहेछ। हजुर। त्यस्तै मेरो जस्तै निवेदन दिएको छ। सबै पुलिसले चाहिँ सर्जन मुजुल्का बनाएको छ, सबै हेरेको छ, जाँचबुझ गरेको छ। हजुर। यहाँ वार्डमा नि दिएको, गाउँपालिका नि दिएको, त्यसको चाहिँ क्षतिपूर्ति हामीलाई चाहिँ पाएको छैन। त्यो दिँदैन भने दिँदैन। र त तपाईहरुले क्षतिपूर्ति पाए हुन्थ्यो भन्ने हामीलाई त्यस्तै। क्षतिपूर्तिको अपेक्षा गर्नुभएको छ? वडा कार्यालयमा पनि तपाईले कुराकानी गर्नुभएको छ, सबै जनप्रतिनिधिहरूसँग कुरा गर्नुभएको छ, केही आश्वासन त दिनुभयो होला नि त? अब पछिबाट अलिकति पछिबाट भनिएको थियो। अब 1-1.5 महिना जति भइसक्यो। नक्सानी चाहिँ घर लडेको त्यतिकै छ। र त पछिल्लो समय कमल गाउँपालिका वडा नम्बर 5 र कमल गाउँपालिका वडा नम्बर 3 आसपासमा हात्तीले धेरै क्षति गरिरहेको हामी सुनिरहेका छौँ, होइन? अनि तपाईँको क्षेत्रमा पनि हात्तीले निकै क्षति गरेको सुन्नमा तपाईँले भर्खरै भनिराख्नु भएको छ। यसको लागि नियन्त्रणको लागि कस्तो प्रयास भइरहेको छ, के छ? नियन्त्रण त चाहिँ एउटा चाहिँ त्यो बजाउने दिएका छन्, ठाउँमा हान्ने दिएका छन्, बढाइमा पड्काउने लाइभ ठाउँ दिएको छ। तर पनि आएर नटेरेर आएर घर भत्काएर गुन्डा लगिदियो, चापट लगिदियो, त्यो किचन भत्काइदियो। त्यहाँ 2-3 घर त्यो साना खेर्खामा त्यहाँ उही मेरा घर मन्त्री एकजना थापाको मेरो हजुर लडाइँ रहेछ। तर चाहिँ केही आशा लागेको थियो। हजुर। केही क्षतिपूर्ति केही पाइन्छ कि सरकारबाट वार्डबाट भनेको अहिलेसम्म पाएको छैन। त्यति नै देला नि। र त उसो भए तपाईँको त्यो जति पनि हात्तीले अहिले यो क्षेत्रमा धेरै क्षति गरिरहेको छ, होइन? यसको लागि चाहिँ तपाईँले सहयोग तथा हात्ती नियन्त्रणको लागि भरपुर तपाईँले सहयोगको अपेक्षा गर्नुभएको छ, होइन त? नियन्त्रणको लागि हजुर केही क्षति भएको केही सहयोगको लागि आशा चाहिँ गरेको। र त तपाईँले निरन्तर जनप्रतिनिधिहरूसँग, अगुवा व्यक्तिहरूसँग यसको बारेमा अलिकति अपडेट चाहिँ भइरहनु भएको छ? भएको छ। त्यो लडाको फोटो खिचेर दिएको छ। र त तपाईँले अघि भर्खरै भनिहाल्नुभयो भान्सा सर्जन पनि गरेको छ। र त भान्सालाई अथवा आफ्नो घरलाई अलिकति क्षति गरेको छ भन्नुभयो। र त त्यसको लागि चाहिँ तपाईँले सहयोगको अपेक्षा गर्नुभएको छ। त्यति नै। हस्, धन्यवाद।